म सरकारको पछाडि बसिरहेको थिएँ म अनि राजनीतिक कुरा प्रवेश भयो एकैचोटि राजनीतिक कुराहरू प्रवेश हुँदैखेरि चाहिँ पोलिटिकल चेन्जेसहरूको कुराहरू निक्लिँदै जाँदा चाहिँ अनि उहाँले चाहिँ नेप्लिज आर प्यारासाइट्स भन्ने यस्तो कुरा गरेपछि युवराज सरकारले एक्सक्युज मी आर यु श्योर वाट यु आर टकिङ अबाउट भन्ने चाहिँ हुकुम भयो रुबेल चौधरी यस भन्ने कुरा भएपछि सरकारी सही बक्सेर सरकारले खाइराखेको थियो लगभग एक प्याक व्हिस्की लिइबक्सेको थियो सरकारले मलाई याद छ अनि त्यो व्हिस्कीको ग्लास टेबलमा फालिदिइ बक्स्यो रिसाइबक्स्यो रिसाउनु पनि स्वाभाविक हो जस्तो लाग्छ मलाई जस्तै हामी एउटा साधारण मान्छेको घरमा देशको स्वाभिमानसँग जोडिएको विषय त्यहाँ त देशको स्वाभिमानसँग जोडिएको छ नेपालसँग जोडिएको छ फेरि नेपाल यस्तो देश हो कि आजसम्म चाहिँ इट्स नेभर बिन कोलोनाइज इट्स अलवेज अन्डर कोलोनाइज इतिहास हेर्ने हो भने हाम्रो गर्व हाम्रो सान अनि उहाँ त युवराज भइसकेको देशको युवराज भइसकेको मान्छेलाई एउटा बङ्गाली नागरिकले त्यसरी होच्चाएर नेपालीहरू प्यारासाइट हुन् भन्दाखेरि हामी एउटा साधारण मान्छेको घरमा तेरो छोरा यस्तो तेरो छोरी यस्तो भन्दा त हामीलाई रिस उठ्छ भन्दाखेरि त्यो स्वाभाविक कुरा हो सरकार रिसाइबक्स्यो उहाँले त्यसो भन्नुभएको देखेर अनि सरकार बाहिर निस्किबक्स्यो रिसाएर त्यहाँ माहौल चाहिँ अलिकति बिग्रियो अब भनौँ न नर्मली एउटा छोरीको बर्थडे मनाउन गएको ठाउँमा त्यसरी आएर चाहिँ त्यो डिस्टर्बेन्स त भयो डिस्टर्बेन्स मात्र नभएर अघिल्लो स्टेपसम्म चाहिँ एकदम माहौलै नराम्रो हुँदै गयो त्यसमा हात हलालको अवस्था त भएको होइन त्यस्तो त भएन त्यहाँबाट उहाँ बाहिर निस्कनु भयो उहाँ बाहिर निस्किबक्स्यो त्यहाँबाट रिसाएर गोली कहाँनिर चल्यो गोली चाहिँ म भित्र थिएँ सरकार रिसाइबक्सेर बाहिर निक्लँदा मन सरकारको पछि दौडेर जाँदा बाहिर गोली चलिसकेको थियो सरकारले हवाई फायर गरिबक्सेछ त्यो पिस्तोल चाहिँ पारस शाहसँग